गोला पर्दा हुन्छ हामीले चाहिँ एकदम फेयरली टपिक्सहरू तपाईँहरू आफै गोला तान्नुहुन्छ जुन नम्बरको पर्छ त्यही नम्बर त पहिले क्लियर छ प्रिन्टेड तपाईँहरूसँग छ यो पहिले प्रेस मिट भइसकेको कुरा छ होइन 26 गते फेरि तपाईँलाई किन ग्याप गरेको भन्दाखेरि त्यो चाहिँ फेरि अध्ययनको टाइम दिनु पऱ्यो नि त फेरि अध्ययन नपुग्न सक्छ 25 गतेको 26 गते फाइनलमा जाँदाखेरि त फेरि विषयवस्तु एउटामा बोल्नु भएको हुन्छ 25 गते फाइनलमा तपाईँलाई अर्कै टपिक्स पर्न सक्छ 26 गते बिदा दिन्छ र 27 गते हाम्रो के हुन्छ त फाइनल सेसन हुन्छ 27 गते वक्तित्वको फाइनल हुन्छ 28 गते हामी चाहिँ गजल र कविताको फाइनल गर्नेछौँ त्यसरी हामीले यो युथ लिटरेचर फेस्टिभललाई यो एउटा हामीले फेस्टिभल बनाएको छौँ तर यसलाई प्रतिस्पर्धात्मक रूपमा फेस्टिभल बनाउने तयारी गरेका छौँ यति भने सरले विषयवस्तु नियम राखिदिनु हुनेछ त्यसपछि तपाईँहरू यहाँ नम्बर गोला पर्दा छनौट गर्नुहुनेछ टपिक सिलेक्ट हुनेछ र यो कार्यक्रमको चाहिँ करिब करिब हामी समापन गरिसकेका छौँ धन्यवाद ओके गुड आफ्टरनुन एभ्रिवन सबैजनालाई नमस्कार भन्न चाहे मेरो नाम प्रदीप लामिछाने तपाईँहरूभन्दा पनि अझ युवा अवस्थामा हुँदा 7 क्लास 8 क्लास 9 क्लास पढ्दा र काठमाडौँमा 11-12 क्लास पढ्दा चाहिँ म लगातार पब्लिक स्पिकिङमा फर्स्ट भएको छु कहिलेकाहीँ नेसनल लेभलमा कहिले डिस्ट्रिक्ट लेभलमा र यो पटक चाहिँ हामीले 3टा मान्यता राखेका छौँ यो कार्यक्रम अर्गनाइज गरिरहँदा पहिलो कुरा तपाईहरु सबैजनाले आफ्नो सेलफोन अफ गर्नुहोस् सबैजनाले अफ गरौँ एकछिन बाहिर निस्किने काम नगरौँ अनि मैले जे भन्छु त्यसले तपाईलाई जित्ने ब्याकग्राउन्ड तयार गर्छ र यो वक्तित्व कला हाम्रो मेन्टरशिपबाट चल्ने हो जसरी हामीले भोइस अफ नेपाल कार्यक्रमहरु गरेका छौँ तपाईहरुले विज्ञ सरलाई सोधेर गएर त्यही तयारी गरेर आउँदा पनि हुन्छ र पहिलो नियम यहाँ मैले फरक अनुहारहरु देखिरहेको छु ठीक छ तर त्यो दिनको तपाईहरु प्रेजेन्टेसन गर्न आउँदा एकदमै डिसेन्ट पोशाक हुनुपर्छ पहिलो नियम भद्र कपडा किनकि तपाईलाई टेलिभिजनबाट लाइभ गरिनेछ यो तपाईहरुले बोलेका कुराहरु नेशनल युथ फेडरेसनको त्यसमा एक किसिमको कपिराइट लाग्नेछ बोल्ने तपाईले हो तर त्यसलाई प्रस्तुति गर्ने प्रसारण गर्ने अधिकार राष्ट्रिय युवा संघ नेपालसँग हुनेछ तपाई हामी आयोजक भएर तपाईलाई बोलाइएको हुनेछ पहिलो कुरा हामी कुनै पनि व्यक्तिको पर्सनालिटीबाटै सुरु गर्नेछौँ कोही व्यक्ति हेर्दैखेरि नराम्रो कपडा लगाएर आइदेला ग्रन्ज पेन्ट लगाएर आइदेला राष्ट्रिय मिडियामा जाने कुरा हामी यस्तो कुराहरु टोलरेट गर्दैनौं पहिलो नियम यो एकदमै सावधान हुने म डिसेन्ट हुन्छु भद्र हुन्छु राम्ररी बोल्छु पहिलो कुरा हामीले त्यहाँ पहिला राखेका छौं 3टा शब्द बौद्धिक सकारात्मक सोचको युवा त्यसपछि तपाई हामीले 3टा शब्द सकारात्मक बौद्धिक र अघि युग परिवर्तन भनेका छौं कतिपय प्रश्नहरु पनि आयो हामी नेगेटिभ प्रश्नहरु नेगेटिभ विषयहरु नेगेटिभ कुराहरु सुन्न पनि चाहदैनौं र त्यो स्वीकार्य पनि किन हुँदैन भन्दा राष्ट्रिय मिडियामा गइरहँदाखेरि कुनै पनि व्यक्ति तपाईहरु जस्तो युवाले गलत कुराहरु बोल्न थाल्नुभयो भने लाइभ प्रसारण स्वत बन्द गर्नुपर्ने हुन्छ वी डोन्ट एक्सेप्ट एनीथिङ ऑल दिस यू हैव टु मेन्टेन proper discipline in your manner in your language in your speaking in your expression in your word selection and what do you speak you have to properly follow the decent manner as if you are speaking in public forum that is what you have to follow the second thing is that दोस्रो टपिक चाहिँ यो कम्पिटिसन फेयर हो भन्ने कुरामा तपाईहरु एकदमै ढुक्क हुनुपर्छ कुबेरजीले अस्ति एउटा प्रोग्राम आयोजना गरिसक्नु भएको छ निबन्ध प्रतियोगिता 1283 जनालाई फर्स्ट टाइम इन द हिस्ट्री अफ नेपाली essay writing competition we got chance to collect 1283 essays from different parts of the country that was a historic moment and the first person got 50,000 rupees only by sending an essay of 1000 words it means the program organized by Youth Federation this program and this youth literature festival is going to be fair you have to keep a hope and you are going to win a prize of 1 lakh rupees that is a very much handsome amount and you are going to be the leader of it you are going to be the winner of it and you have to decide you are to be a victorious of it okay and another thing is अब यो जित्छु म फेयर हो यत्रो संस्थाले आयोजना गर्यो यत्रो प्रशिक्षण दिइराछ सिकाइराछ सबै कुरा भनिराछ भन्नुको अर्थ के हो भने हामी चाहन्छौं तपाई यो प्रतियोगितामा भाग लिएको कारणले नेशनल फिगर बन्नुस् आजको 15 वर्ष अगाडि यही राजा राजेन्द्र सर हामी सँगसँगै कलेजमा थियौं 2062-63 देखि म कलेजमा एमए इंग्लिश पढ्दा उहाँ पनि एमए इंग्लिश पढ्नुहुन्थ्यो हामी सँगै थियौं आज 18 वर्षपछि पनि लुक एट हिम he had a decent personality he labored hard he joined media person
And the next main media person, Rupesh Shrestha, from his school level, he used to work as a media person, and we did share our bachelor education. We were colleagues when we did our BA English from Madan Bhandari College. Look at these two people because we work with them. And today you are here at the program of National Youth Federation, and tomorrow this event might make you a great person in the coming days. Begin your hope in your fate. कसलाई थाहा हुन्छ भाग्य के हुन्छ? तपाईले भोलिपर्सि इन्टरभ्यु दिँदा एकपटक युथ फेडरेसनको प्रोग्राममा वक्तित्व कलामा म भाग लिँदाखेरि त्यहाँबाट म पहिलो पटक फर्स्ट भएँ र आज म पब्लिक स्पिकर भएँ भन्ने एउटा हिस्टोरिक मोमेन्ट यु हेभ टु क्रिएट। एउटा भोइस अफ नेपालमा एकचोटि गीत गाएको मान्छेले सधैँभरि म्युजिकमा काम पाउँछ। तपाईँ एउटा मिडियाको लागि पनि पर्सन हो, तपाईँ एउटा नेसनल आइकन हो, मिडिया पर्सन हुँदै हुनुहुन्छ, यु हेभ टु किप इट इन माइन्ड। र अर्को कुरा एमाउन्ट डिसेन्ट छ, पर्सनालिटी, शब्द सेलेक्सन एकदमै डिसेन्ट, एकदमै वेल प्रिपेयर्ड भएर आउने, सकारात्मक हुने, बौद्धिक हुने, पढेर आउने, अनुमानको भरमा कुनै पनि कुरा प्लिज नबोलिदिनु होला, तथ्याङ्कसहित आउनुहोस्। राजा राजेन्द्रजीले यति धेरै कुराहरू भन्नुभयो कि यु हेभ टु हेभ कम्पेरिटिभ अप्रोच, यु अपियर विथ प्रोपर डेटा, you have to see the historical moment of Nepali development process, and one more thing is that you have to be confident in your expression. वाक्यहरू बोल्दाखेरि लाग्छ होला, अनुमान गर्छु, यस्तो हुनुपर्ने, यस्तो भइदिए हुन्थ्यो भन्ने कुराहरूमा ला अनुमान ठिक छ भएन, प्लिज त्यस्तो नगर्नुहोस्। मेरो अनुमानमा 200 जना छ भन्यो भने 200 होइन होला भनेर आफू त्यो डिस्ट्र्याक्ट नहुनुहोस्, जित्ने गरी तयारी गरौँ। अब म एउटा एउटा टपिक भन्दै जान्छु, तपाईहरुको एउटा दुईटा मात्रै प्रश्न लिन्छु। आई वन्ट एक्सेप्ट एनी क्वेसन हियर। पहिलो टपिक छ, लुक एट द टपिक नम्बर 1। अनि अर्को भाषाको माध्यम चाहिँ म क्लेरिफाई गरौँ। ल्याङ्ग्वेजमा तपाईलाई नेपाली र अंग्रेजी कुनै एउटा बोल्नु पर्ने छ। नेपालीबाट बोल्ने मान्छेले एउटा दुईटा अंग्रेजी शब्द मिसाए एक्सेप्टेबल हुन्छ, तर अंग्रेजी भाषा सेलेक्ट गरेर बोल्न सुरु गरे चाहिँ बीचमा नेपाली बोल्न पाइने छैन। बोल्यो भने यु विल बी आउट अफ द कम्पिटिसन। संसारमा कहीँ पनि अंग्रेजी बोल्ने मान्छेलाई अंग्रेजी भाषामा अंग्रेजीको एक्जाममा 2 वाक्य नेपाली लेखियो, एसएलसीमा लेखिएन नि, पाइन्छ पाइँदैन नि। त्यसैगरी यहाँ पनि बोल्दा बोल्दै सर बीचमा म नेपालीमा आएँ भन्ने कसैलाई अंग्रेजीबाट बोल्ने मन छ भने कन्फर्म हुने। कहीँ पनि नेपाली विषयमा चाहिँ 3 वाक्य अंग्रेजी बोल्नुहोस्, 1 मिनट इङ्ग्लिस बोलेर फेरि नेपालीमा आउनुहोस्, त्यो कोड स्विचिङ चाहिँ पोसिबल छ। इङ्ग्लिसमा चाहिँ जजहरूले त्यो कुरा स्वीकार्नुहुन्न। तपाईहरु कन्फिडेन्ट के हुने त भन्दा नेपाली बोल्नेलाई ठिक छ, अंग्रेजी बोल्नेहरू नेपाली भाषामा आउँदै नआउनुहोस्। अनि अर्को कुरा, कुनै पनि कविताहरू भन्दा या तपाईहरु वक्तित्व कलामा भन्नुहुन्छ, लाइनहरू भन्नुहुन्छ, कसैको कोटेसन भन्नुहुन्छ नि, कहिलेकाहीँ गलत कोटेसन भन्नुभयो भने गलत हुन्छ। शेक्सपियरले बताउनु भयो भन्नु होला, त्यो शेक्सपियरले नभनेको रहेछ भने के गर्ने? तपाईको कारणले गर्दा हामीले त्यो तपाईको रेकर्डिङलाई के गर्नुपर्ने हुन्छ, क्यान्सल गर्नुपर्ने हुन्छ। नेपालमा 77 जिल्ला छन् भन्नुपर्ने ठाउँमा तपाईले बोल्दा बोल्दै 76 भनिदिनु भयो भने पब्लिकमा जान्छ। त्यसैले कति धेरै संयम हुनुपर्छ, कति धेरै पेसेन्स मेन्टेन गर्नुपर्छ, तपाईहरु आफै ध्यान दिनुस्। पहिलो विषय छ समावेशी लोकतन्त्र। समावेशी लोकतन्त्र भनेको चाहिँ अहिले हाम्रो 2063-64 देखि कुरा गर्यौं। नेपाल विविधतायुक्त देश हो, त्यसैले नेपालको सरकारी परीक्षामा समाजमा समिति गठन गर्दा, सम्पूर्ण नियमहरू समितिहरू गठन गर्दा जात, धर्म, लिङ्ग, वर्ग, पेशा, समुदाय, अल्पसंख्यक, बाहुन, क्षेत्री, विपन्न, गरिब, हिमाली, पहाडी, तराई, अपाङ्ग, अल्पसंख्यक, तेस्रो लिङ्गी, यो सबै मान्छेहरूलाई के गरिएको छ त राज्यले सकेसम्म सरकारी सेवामा, पोलिटिक्समा, समिति गठनमा, जागिरमा, अवसरमा त्यसलाई एउटा समावेश गरेको छ। यसले गर्दा नेपालको निर्माण कसरी बलियो भयो? नेपालमा जात एउटा जातकोलाई मात्रै विकास गर्दा के हुन्थ्यो, सबैलाई समावेश गर्दा के फाइदा हुन्छ भनेर तपाईले पहिलो टपिक समावेशी लोकतन्त्र, राष्ट्र निर्माण र राष्ट्रियताको मूलमन्त्र, यसमा टेकेर 2063 सालदेखि के विकास भए, 2063 सालभन्दा अगाडि समावेशी थियो कि थिएन, पृथ्वीनारायण शाहको पालामा के थियो, जङ्गबहादुरले 1910 मा संविधान पहिलो पटक मूलिक ऐन ल्याउँदा के भएको थियो, यो सबै कुरालाई हिस्टोरिकल एनालिसिस गर्नुस्। र यो इन्क्लुसिभ डेमोक्रेसी भन्ने शब्द विश्वमा पहिलो पटक कसले ल्याए, कुन कुन देशको अवस्था के हो, यसका सकारात्मक पक्षहरू के छन् भनेर तपाईहरु आफ्नो तयारी गर्नुस्। अहिले लकी ड्र हुन्छ, 1 नम्बर कसलाई पर्छ लेट्स से। नम्बर 2, हरेक क्षेत्रमा विकास र सुधारको नयाँ थालनी, समृद्ध नेपाल, सुखी नेपाल।
यो चाहिँ प्रधानमन्त्रीको नारा पनि भयो, समृद्ध नेपाल सुखी नेपाली। अब नेपालीहरू के भयो भने समृद्ध हुन्छन् र के भयो भने सुखी हुन्छन्, त्यसको लागि हामीले अगाडिको मेन हेडिङमा के थप्दा छौँ, हरेक क्षेत्रमा विकास र सुधार। के क्षेत्रमा कति विकास गर्ने, सुधार के गर्ने, कस्तो क्षेत्र सुधार हुनुपर्छ, सामाजिक विकृति हो कि विकास निर्माण हो कि पूर्वाधार हो कि, तपाईँहरू यो टपिकलाई एकदमै तयारी गरेर आउनुहोला। सेकेन्ड टपिक क्लियर छ। थर्ड टपिकमा जाउँ, नागरिक एपको विकास र उपलब्धता, जनमुखी सेवा र विद्युतीय सुशासनको प्रतिबद्धता। विद्युतीय सुशासन भनेको चाहिँ के भने सरकारले जनताहरूलाई सार्वजनिक सेवा प्रवाह गर्दा विद्युतीय उपकरण प्रयोग गर्ने। सरकारी तथा निजी कार्यालयहरूमा टेलिफोन, कम्प्युटर, फ्याक्स, प्रिन्टिङ, अनलाइन सफ्टवेयर टेक्नोलोजीबाट जनतालाई सेवा दियो भने एकदमै फास्ट हुन्छ, गुनासो सम्बोधन हुन्छ, ढिला सुस्ती हुँदैन भन्नको लागि प्रत्येक व्यक्तिहरूको मोबाइलमा अब नागरिक एप आउँदैछ। नागरिक एपमा लाइसेन्सको सूचना छ, पासपोर्ट सम्बन्धी सूचना छ, सोसल सेक्युरिटी फन्डको कुराहरू छन्। अब तपाईँहरू लाइसेन्स रिन्यू गर्नलाई तपाईँहरू सरकारी कार्यालयमा लाइन लाग्नु पर्दैन। वृद्ध भत्ता लिनका लागि तपाईँको मोबाइलबाट स्कुल कलेजका फीहरू तिर्न सकिन्छ। तपाईँको मोबाइलमा नेपाल सरकार उपलब्ध छ। अब तपाईँले 50 जना हाकिमहरूलाई नमस्ते गर्नु पर्दैन। मोबाइलमा आवश्यक डाटाहरू, आवश्यक डकुमेन्टहरू राखेको भरमा तपाईँ को हो, के सुविधा चाहनुहुन्छ, के सर्भिस चाहनुहुन्छ भन्ने कुरा यो प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो कार्यकालबाट सुरु गर्नुभयो र अहिले अस्ति भर्खर 6वटा अध्यादेश बन्दा प्रत्येक नागरिकको हातमा मोबाइलमा नागरिक एपको व्यवस्था गरिएको छ, जसले गर्दा सरकारी कामहरूमा ढिलासुस्ती हुने, भ्रष्टाचार हुने, कर्मचारी र जनताबीच बिमेल हुने, सेवा समयमा नपाइने समस्याहरू हट्दैछन्। यसलाई तपाईँहरू तयारी गरेर आउनुहोला र यसको बारेमा केही तपाईँहरू गुगलहरू अनलाइनबाट खोज्नुहोस्। चौथो बुँदा छ समृद्ध नेपालको आधार, प्राविधिक शिक्षा र दिगो पूर्वाधार। यो सजिलो टपिक छ। शिक्षा प्राविधिक भनेको निर्माणसँग सम्बन्धित इन्जिनियरिङ, खानेपानी, प्लम्बिङ, टेक्निकल, मोबाइल बनाउने, रिपेयरिङ, त्यो प्राविधिक शिक्षा हो। र यसलाई दिगो पूर्वाधार भनेको सस्टेनेबल डेभलपमेन्ट। सस्टेनेबल डेभलपमेन्ट गोल 2030 सम्म नेपाल के गर्न चाहन्छ, दिगो विकासका लक्ष्यहरू एसडिजी हामी हासिल गर्न चाहन्छौँ। त्यो 17वटा दिगो विकासका लक्ष्यहरू हासिल गर्नको लागि नेपालका के लक्ष्य छन्, नेपालमा त्यो दिगो विकास र दिगो पूर्वाधारभित्र के पर्छ, वातावरण कसरी जोगाउने, सडक कस्तो बनाउने, राजमार्ग कस्तो हुनुपर्ने, पुल कस्तो हुनुपर्ने, यी सबै कुराहरूलाई तपाईँहरू अलि ध्यान दिएर त्यसमा अध्ययन गर्नुहोला। अर्को टपिक छ सामाजिक कुप्रथा र विकृतिको अन्त्येष्टि। सामाजिक कुप्रथा विकृतिको अन्त्येष्टि, मानव अधिकारको वास्तविक प्रत्याभूति। सामाजिक विकृति भने चाहिँ नेपालमा रहेका बोक्सी प्रथा, देउडा के प्रथाहरू छन्, जति हामीसँग दाइजो प्रथा छन्, बोक्सी प्रथा छन्, हली प्रथा होला, श्रमिकलाई हेप्ने प्रथा छ, महिलाहरूलाई कम रोजगार दिने, बाल विवाहको कुरा छ, तानेर बिहा गर्ने, लतारेर बिहा गर्ने, बहुविवाह गर्ने, अनमेल बिहा गर्ने, के समस्याहरू थुप्रो छन्। नेपालका प्रत्येक वडामा हेर्नुहोस्, नेपालको 77वटै जिल्लामा कहाँ सामाजिक कुप्रथा र विकृतिहरू छन्, ती विषयहरूलाई जम्मा पार्नुहोस्। त्यस्ता एउटा दुईटा घटना पिकअप गर्नुहोस्। लभ पर्दाखेरि बिमेल जातमा लभ परेर कतिको हत्या भएको हुनसक्छ, त्यो सामाजिक विकृति हो कि होइन, अदालतले के गरिरहेका छन्, प्रहरी प्रशासनबाट सहयोग के भएको छ, यो विषयलाई अलिकति स्पष्ट रूपबाट हेर्नुहोस्, तथ्याङ्क ल्याउनुहोस्। राज्यमा के समस्या छ, कुन ठाउँमा यो सामाजिक विकृतिले गर्दा बलात्कार कति भएका छन्, रेप कति भयो होला, त्यो समाजमा कति बोक्सी प्रथाबाट कतिजना मान्छे पिटिए, घरेलु हिंसाको रेकर्ड थियो। तपाईँहरू नेपाल सरकारका गत वर्षका र यो वर्षका 2081-82 का तथ्याङ्कहरू आफ्नो कपीमा जम्मा पार्नुहोस् र त्यसरी प्रिपेयर गर्नुहोस्। अर्को नेक्स्ट पोइन्ट छ सुन्दरता र विविधता युक्त नेपाली संस्कृति र प्रकृति, पर्यटन उद्योगको प्रसार र उन्नति। नेपालको विविधतायुक्त संस्कृति र प्रकृति, दुईटा शब्द है, शब्द हेर्नुहोस्। नेपालको संस्कृति, हिन्दू धर्मका संस्कृति, किराँत, नेवार, काठमाडौँ, गाई जात्रा, फागु पर्व, होली पर्व, दसैँ, तिहार, बिस्केट जात्रा, यस्ता संस्कृतिहरूलाई हामी कसरी टुरिज्म इन्डस्ट्रीमा सेल गर्न सक्छौँ र नेपाललाई ग्लोबल कन्टेक्स्टमा रिकग्नाइज गर्न सक्छौँ, त्यो विषयमा हजुरहरूको प्रस्तुति यसमा अपेक्षित गरिन्छ, त्यो हेरौँ। नम्बर 7 को बुँदा हेर्नुहोस्, सामाजिक सञ्जालको तीव्र गति। अहिले राजा राजनजीले यही कुरा भन्नुभयो, सूचना प्रसार र सामाजिक सुधारमा तत्काल प्रगति। हामीले यहाँ नेगेटिभ कुरा खोजेका छैनौँ। सामाजिक सञ्जालमा तपाईँहरूको विकासले गर्दा सूचना प्रसार र सामाजिक सुधारमा अहिले यसको अवस्था के छ, यसको बारेमा अध्ययन गर्नुहोस्। सामाजिक सञ्जालको फाइदा, अहिले गाउँ गाउँमा सामाजिक सञ्जालमा
एउटा पोस्टर आएको भरमा नेपाल प्रहरीले मान्छे बचाएको छ। कतिपय मानिसहरू फेसबुक लाइभ गरेर आत्महत्या गर्न खोजिरहेछन्, प्रहरीले ढोकामा गएर मान्छे बचाएको छ। सामाजिक सञ्जालमा जङ्गलमा आगो लाग्यो भनेर आउने बित्तिकै नेपाल आर्मीले जङ्गलमा आगो निभाउन गएको छ। सामाजिक सञ्जालको कारणले गर्दा पुराना सामानहरू तपाईँहरूले बेच्न सक्नु भएको छ। सामाजिक सञ्जालमा मेरो घरमा खसी छ किन्न आउनुहोस् भन्दा गाउँलेहरू तपाईँको घरमा खसी किन्न आउँछन्। सामाजिक सञ्जालले गर्दा अहिले के फाइदा भयो त? त्यसले सूचना सम्प्रेषणमा, जनतालाई जागरुक गर्ने कुरामा, समस्या समाधानमा, विपद व्यवस्थापनमा, शिक्षामा, भाषिक सुधारमा, व्यापार व्यवसायमा सामाजिक सञ्जालका पोजिटिभ इम्प्याक्ट के हुन्, तपाईँहरूले त्यसको बारेमा एउटा तयारी गर्नुहोस्। अर्को रह्यो गौरवका साथ तिरौँ कर भन्ने छ। समृद्ध राष्ट्र हाम्रो रह्यो। नेपालमा कतिपय मान्छेहरू आम्दानी भए पनि कम आम्दानी देखाउने, राज्यलाई ढाँट्न खोज्ने, ट्याक्सहरू नतिर्ने, आम्दानीका स्रोतहरू लुकाउने, घरभाडा करहरू नतिर्ने, बहाल कर नतिर्ने, आम्दानी करहरू नतिर्ने, व्यवसाय दर्ता नगर्ने, लुकीचोरी व्यवसायहरू गरिरहने, सरकारसँग स्वीकृति नलिने। त्यसले गर्दा के भयो त भन्दाखेरि जनताहरूलाई चाहिँ राज्यबाट माग बढी गर्ने तर आफू केही पनि नगर्ने। आफू 600 रुपियाँको पेन्ट ल्याएर 1800 बेच्ने अनि यो देश नेताहरूले बिगारे भन्ने। आफू 3 दिनको बासी दाल फ्रिजमा राखेर बेच्ने अनि आफू केही पनि नगर्ने। आफू चाहिँ आएर 5 रुपियाँको पानीलाई 30 रुपियाँमा बेच्ने अनि देश बनेन भन्ने। त्यसैले हामीले किन ट्याक्स तिर्नुपर्छ, त्यो कन्सेप्टलाई तपाईँहरूले आफ्नो क्ल्यारिफिकेसनमा एक्सप्रेस गर्नुहुन्छ। अर्को छ व्यावसायिक र आधुनिक कृषिमा लगानी, आत्मनिर्भर नेपालको थालनी। कृषिको अघि धेरै प्रश्न सोध्नुभयो भाइहरूले। कृषिमा हामी काम गर्छौँ सर, बाख्रा पालन गर्छौँ, काउली रोप्छौँ, बन्दा रोप्छौँ, अब किवी फलफुल रोप्छौँ। नेपालमा के फलफुल रोप्ने, के कृषि रोप्ने, कुन च्याउ रोप्ने, यसको अवस्था के छ, सबै डाटाहरू हेर्नुहोस् र यसको बारेमा तपाईँलाई प्रस्तुति गर्न सजिलो छ। अर्को नम्बर रह्यो 10 जलविद्युतमा लगानी समृद्धिको बिहानी। नेपाल सरकारमा अहिले तत्कालै तात्तातो विषय पनि हो। एकजना व्यक्ति हट्ने बित्तिकै लोड सेडिङ हुन्छ हुँदैन। लोड सेडिङ कसले गर्दा भयो, कसले गर्दा भएन, जसले गर्दा होस् जसले गर्दा नहोस्, एकजना व्यक्ति ठुलो कुरा होइन। व्यक्ति रहन सक्छ, नरहन सक्छ, तर देशमा विद्युत उत्पादन भएन भने अटोमेटिकली लोड सेडिङ हुन्छ। म हुनु या नहुनु, राम हुनु या नहुनु, श्याम छ या छैन, यस्तो कुराले बत्तीको कुरामा, ऊर्जा कुरामा असर गर्दैन। त्यसैले जलविद्युतमा लगानी भएर व्यापक रूपमा जलविद्युतमा विद्युत उत्पादन भयो भने राम श्याम हरि कोही नभए पनि के हुन्छ, लोड सेडिङ हट्न सक्छ, विकास हुन्छ, प्रसार हुन्छ, उत्पादन बढ्न सक्छ, उज्यालो नेपालको सपना साकार हुन्छ। यसलाई कसरी पुष्टि गर्नुहुन्छ त्यो कुरालाई हेरौँ। अर्को 11 नम्बरको बुँदा रह्यो स्वदेशी जडीबुटीको संरक्षण र व्यवसायीकरण, आन्तरिक अर्थतन्त्रको सबलीकरण। नेपालको कुन ठाउँमा कुन जडीबुटीहरू छन्, जडीबुटी भने के, नेपालका प्रमुख जडीबुटीहरू कुन हुन्, कुन जडीबुटीको मूल्य कस्तो छ। हामीले कहिलेकाहीँ सुनिरहेछौँ या डोल्पाका मान्छे यार्सा गुम्बा बेचेर धनी भएर काठमाडौँमा घर किने, काभ्रेका मान्छेले बुद्ध चित्तको माला बेचेर 2 करोड कमाए, अस्ति एउटाले रुख काट्दियो। यस्ता उदाहरण ल्याउन सक्नु पर्यो नि। अनि जडीबुटीको कारणले गर्दा औषधि उद्योगलाई के हुन्छ, नेपालमा औषधिको खपतमा जडीबुटीको योगदान के हो। अस्ति भर्खरै एउटा आन्दोलनमा सन्चो कम्पनी जलाएको हामीले सुन्यौँ। यस्ता कुराहरू जडीबुटीसँग जोडिएका विषयहरू हुन्। तपाईहरूले स्वदेशी जडीबुटीको संरक्षण र व्यवसायीकरण, आन्तरिक अर्थतन्त्रको सबलीकरण, नेपालको आन्तरिक अर्थतन्त्र जोगाउन, विदेशमा पैसा नपठाउन, रोजगारीका अवसर सिर्जना गर्न जडीबुटी उद्योगको योगदान के हुन सक्छ, त्यसको बारेमा तपाईँहरू एकदमै आफ्नो तयारी गर्नुहोला। अर्को रह्यो 12औं नम्बरको टपिक छ आधुनिक र शिक्षित युवा। यो चाहिँ अब तपाईँहरूको लागि भयो परिवर्तन र सकारात्मक सोचका खम्बा। यो 12 नम्बरको टपिक चाहिँ हाम्रो टाइटल टपिकसँग मिल्छ। हेर्नुहोस् त, माथि हामीले बौद्धिक र सकारात्मक सोचका युवा राखेका छौँ, युग परिवर्तनका खम्बा भनेका छौँ। यो 12 नम्बरको टपिक पढ्ने मान्छे चाहिँ एकदमै बेस्ट तपाईँले राम्रो प्रिपेयर गर्नुपर्ने छ। किनकि ओभरअल यो 25 वटाको थिम चाहिँ 12 नम्बरको टपिकले बोलेको छ। त्यो 12 नम्बरको टपिक बोल्ने एकदमै बेस्ट प्रिपरेसन गरेर आउनु होला। युवाहरू किन सकारात्मक हुनुपर्छ, यो टपिक बोल्ने मान्छेलाई म केही विषयहरू भन्छु। युवाहरूको काम भनेको वातावरण संरक्षण, त्यसपछि स्वास्थ्यका कुराहरू होलान्, शिक्षाका, रोजगारीका, उद्यमशीलता, यी सबै विषयहरूलाई तपाईँहरूले विशेष ध्यान दिनु होला। 13 नम्बरको बुँदा नजाउँ बिरानो भूमि, बनाऊ आफ्नो मातृभूमि। यो सजिलो टपिक हो। गीतहरू पनि छन्। विदेश नजाऊ युवा छन्, आमा घरमा रोइ रोइ बस्छिन्, विदेशमा मान्छेले दुःख पाएका कुरा छन्, नेपालमा सबहरू
विदेशबाट ल्यायो भन्ने हामीले देखाएको छौँ। नेपालमा के गर्ने त, युवाहरूको लागि गाई पालन हो कि कृषि पालन हो कि के हो, यो विषयलाई तपाईँहरू के गर्नुहोस् एकदमै राम्रोसँग अध्ययन गर्नु होला। अर्को टपिक छ 14 नम्बरको टपिक, समृद्ध नेपालको आवश्यकता, घर घरमा डिजिटल साक्षरता। अब यसको लागि तपाईँहरूलाई अध्ययन गर्नु पर्यो भने गुगलमा गएर डिजिटल लिट्रेसी भन्ने शब्द खोज्नुहोस्। डिजिटल लिट्रेसी भनेको के हो त, हामीहरूले हामीले यो मोबाइल युज गर्ने कुरा, गुगल युज गर्ने कुराहरू, टेक्नोलोजी प्रयोग गर्ने कुराहरू, कम्युनिकेसनको टुलहरू प्रयोग गर्न सक्ने कुराहरू डिजिटल साक्षरता हुँदा काम गर्न कति फरक हुन्छ भन्ने कुरा। आजको जमानामा तपाईँ मोबाइलबाट ई सेवा चलाएर पैसा तिर्नुहुन्छ, तपाईँको बुवा ब्याङ्कमा आउनुहुन्छ 1000 रुपियाँ लिनलाई। एकजना व्यक्तिले मलाई कुनै काम गर्दै भने मोबाइलमा फोटो खिचेर पठाइदियो हुन्छ। म इमेलबाट काम गर्न सक्छु, भाइबरबाट काम गर्न सक्छु, म्यासेन्जरबाट काम गर्न सक्छु। पैसा लिने र दिनको लागि मैले कोही मान्छे चिन्नै पर्दैन। हामी नेपालमा बसेर इन्टरनेसनल लेभलका काम गरिरहेछौँ। देखभेट हुनु पर्दैन, प्रत्यक्ष भेट गर्नु पर्दैन, धुलो खानु पर्दैन, बाटोमा कपडा फोहोर पार्नु पर्दैन। घर बसेको घरमा स्कुलको फी तिरिन्छ, क्याम्पसको फी तिरिन्छ, ब्याङ्कमा पैसा डिपोजिट गरिन्छ, लोन तिरिन्छ, सपिङ गरिन्छ, अनलाइन सपिङ गरिन्छ भने चाहिँ डिजिटल लिट्रेसी नभएका मान्छेहरू यो काम गर्न सक्षम छैनन्। त्यसैले हिजो मोबाइल टेलिफोन चलाउन नसक्ने, इमेल इन्टरनेट चलाउन नसक्ने, ल्यापटप कम्प्युटर चलाउन नसक्ने मान्छे र आज तपाईँ हामी बिचमा के डिफ्रेन्स छ, यो कुरालाई तपाईँहरूले यो डिजिटल साक्षरताको टपिकमा आएर व्याख्या गर्नु होला। सी द डिफरेन्स बिट्विन द पिपल हु वेयर अनेबल टु युज digital devices and the people who were far from this kind of modern technological communication and the people who you are today। तपाईँ र तपाईँको हजुरबाको बिचमा के फरक छ भन्ने बित्तिकै यो 14 नम्बरको टपिक क्लियर हुन्छ। नम्बर 15, पर्यटनको विकास, राष्ट्रको उच्चता र आर्थिक विकासको निकास। नेपालमा पर्यटनबाट मात्रै केही गर्न सकिन्छ है। अब हामीले रारालाई बेच्नु पर्यो, पोखरालाई बेच्नु पर्यो, हिमालहरूको व्याख्या बढी गर्नु पर्यो, तालहरू, नदीहरू, संस्कृतिहरूलाई। यो बुधा अगाडिको हाम्रो 6 नम्बरको टपिकसँग पनि मिल्छ। यो सजिलो टपिक हो, यसमा कुनै पनि कन्फ्युजन नहोला। अर्को टपिक रह्यो 16 नम्बर, नागरिक सचेतना र सहभागितामूलक विकासको साथ लोकतान्त्रिक शासन पद्धतिको आधार। अब यसपछि अलिकति पोलिटिकल टपिक हो, यो विषय पढ्नेले अलिकति सुन्नु होला। नागरिक सचेतना भनेको चाहिँ के भने नेपालमा डेमोक्रेसी आयो तर मानिसहरू सचेत पनि भए, तर मान्छेको सोच परिवर्तन भएन। 2020 सालतिर के भन्नुहुन्थ्यो हजुरबाहरू भने सरकारले हाम्रा छोरछोरीलाई अक्षर चिनाइदियो हुन्छ भन्नुहुन्थ्यो। सरकारले देशभरि स्कुल खोलिदियो, अक्षर चिनाइदियो। अहिलेको बुवा आमा के भन्नुहुन्छ, छोरछोरीलाई सरकारले अक्षर चिनाइदियो, मास्टर डिग्री पढाइदियो, जागिर दिनु पर्दैन भन्नुहुन्छ। सरकारले जति दियो त्यति दिएर नि नपुग्ने, जति गर्दा पनि भएन भन्ने। 2007 सालमा 2% साक्षर थियो नेपालको, अहिले हामीसँग 76.2 छ। अघि एकजना भाइले भन्नुभयो सरकारले विकास गरेको आफ्नो लागि, कार्यकर्ताको लागि भन्नुभयो, त्यस्तो होइन। सरकारले 1 लाख किलोमिटर बाटो बनाएको छ, तपाईँ हिँड्दै जानुहोस्, त्यहाँ तपाईँलाई कसैले रोक्दैन। नेपालको आकाश निलो भयो भने तपाईँलाई सरकारले हावा नली भन्दैन। नेपालको बाटोमा फुल फुल्यो भने सरकारले तपाईँलाई फुल नहेर भन्दैन। देशको विकास भइसकेपछि, समृद्धि भइसकेपछि त्यसको उपभोग गर्ने, त्यसलाई हेर्ने तपाईँ हामीले नै हो। त्यसैले देशमा सर विकास भयो, बाटो बन्यो, तर मैले के पाइनँ भन्ने होइन। म काठमाडौँको मान्छे हुँ, कर्णाली गएको छैन। काठमाडौँमा बाटो बन्यो, मैले के पाइनँ, कर्णालीमा बाटो बन्यो, मैले के पाइनँ भन्ने होइन। कर्णालीमा बाटो बन्यो, कर्णालीका जनता खुसी छन्, म पनि खुसी छु त्यसमा। तपाईँले अरूको बारेमा सोच्नुहोस्, आफ्नो व्यक्तिगत कुरा नसोच्नुहोस्। सिन्धुपाल्चोकबाट त्यसो भए त कर्णालीका मान्छेले काठमाडौँमा मेलम्चीको पानी आयो, हामीले के पायौँ, त्यो हो र सोच्ने तरिका। कर्णालीमा यार्साकोमा फल्यो, मलाई के फाइदा। हाम्रो सोचाइ के हो, फेसबुकमा त्यसरी हामी लेखिरहेका छौँ। त्यसैले यो पोइन्टलाई एकदमै क्लेरिफाई के हुनु पर्यो त भन्दा नागरिक सचेतना भनेकै यो, मेरो देश, मेरो राष्ट्र, मेरो ठाउँमा काहीँ कतै विकास, प्रगति, सुधार भयो भने त्यसको अन्ततः उपभोग गर्ने र देशमा सुधार ल्याउने काम मेरो हो। र म राज्यका कामहरूमा सकारात्मक छु। गलत कुरालाई ठिक छ गलत भनौँ, तर यो नागरिक सचेतना भनेको जनता सचेत नभएसम्म केही पनि हुँदैन। अघि एउटा प्रश्न पनि आयो, मान्छे वडा कार्यालयमा गएकै छैन त्यसै आरोप लगाउँछ। त्यसैले त्यो कुरालाई ध्यान दिउँ। अब नम्बर 17, अब तपाईँहरूको बुधा आयो, युवामा लगानी सुनिश्चित भविष्यको थालनी। हामीले राज्यले युवाहरूमा केमा लगानी गर्ने, तपाईँलाई स्वास्थ्यमा, शिक्षामा, सिपमा, ज्ञानमा, बुद्धिमा या गलत कुरामा। हामीले नेपाल सरकारले तपाईँहरूलाई अहिले पनि गएर हेर्नुहोस्, अस्ति कुरा भइरहेको छ,
नेपालमा 97.7% विद्युतीकरण भएको छ। अस्ति एउटा विदेशीले फोटो ट्याग गरेको थियो, फोक्सोन्डोमा तार टाँगेर बत्ती लगिएको छ नेपालमा। यही नेपाल जहाँ 2051 सालमा मोबाइल बत्ती नै थिएन। तपाईहरु जस्तो युवा हुँदा 2062 सालमा म बिए पढ्दाखेरि मेरो मोबाइलै थिएन। म मास्टर्स डिग्री पढ्दा मसँग फेसबुकै थिएन। अनि अब हामीले विकास भएन भने त्यसैले तपाईहरुलाई सबै कुरा छ, स्वास्थ्य होला, एजुकेसन छ। विश्वको सबै देशमा 5G छ, हामीसँग नि 5G छ। हामी केमा कम छौं? हाम्रो हजुरबाको पालामा एकजना नि मोबाइल थिएन, अहिले 92% हामीसँग मोबाइल छ। हामीसँग हेल्थ फ्यासिलिटी छ। यति धेरै विश्वलाई नर्सहरू बेच्नेमा हामी फर्स्ट भइसक्यौँ। हामीसँग 83,000 जना चाहिँ नर्सहरू छन्। मेडिकल डक्टरको लाइसेन्स हेर्ने भने 28,000 जति भइसक्यो। हामीसँग 7 लाख जति मास्टर्स डिग्री छन्। हाम्रो साक्षरता दर 76.2 हो। अब त्यो भन्दा बाहेक तपाईहरु युवालाई के चाहिन्छ तपाईहरुले आफै आएर बोल्नुस्। युवामा लगानी सुनिश्चित भविष्यको थालनी, यो टपिक थियो। अर्को हेरौँ, स्वास्थ्य बीमाको उपलब्धता। अहिले नेपाल सरकारले एउटा स्वास्थ्य बीमाको कार्यक्रम लन्च गरेको करिब 10 वर्ष जति भयो। स्वास्थ्य बीमा भनेको प्राइभेट सेक्टरहरूले पनि स्वास्थ्य बीमा गर्छन् र अर्को चाहिँ प्रत्येक घरको 5 जना व्यक्तिलाई सर्टेन एउटा पैसा तिरेपछि तपाईलाई राज्यले 1 लाख सम्मको सुविधा दिइरहेको छ। त्यसमा पनि नेपाल सरकारले केही जटिल रोगहरूमा व्यक्तिहरूलाई स्वास्थ्य खर्च तिरेको छ हैन। मृगौलाहरूमा क्यान्सरमा 1 लाख रुपैयाँ दिने, मृगौलाका लागि, पक्षपातका लागि, ठुलठुला रोगहरूको लागि ओडाबाट सिफारिस ल्याएर नेपाल सरकारले 1 लाख 2 लाख रुपैयाँ बजेट दिएको छ। त्योभन्दा बढी पैसा देश अलि आर्थिक अवस्थामा समृद्ध छैन, तिर्न सकेन, ठिक छ। तर स्वास्थ्य बीमा अब कसरी गर्ने? तपाईको कुनै नयाँ सोच छ? यो बीमाबाट के पुगेन? त्यो के आवश्यक बढी छ भन्नुस्। तर यो बीमा सीमा गरेर केही कामै छैन, सबै नेताका छोरछोरीले पाउने हुन् भन्ने त्यो हाम्रो गलत सोच भयो के। अनि एउटा अर्को यहाँ पनि बुझ्नुपर्ने के छ भने मान्छे, मैले अस्ति एउटा फेसबुक स्ट्याटस लेखाएको थिएँ कि एक थरी मान्छे के भन्छ भने देश परिवर्तन भएन भन्छन्। परिवर्तन देश हुने होइन, तपाईँ हुनु पर्यो। काठमाडौँमा 58 सालमा म पढ्न आएको, 58 सालमा असोज 18 गतेतिर राजाले संसद अब्जेक्सन गर्नुभयो, त्यसलाई क्यान्सल गर्नुभयो। 59 सालमा राजाको शासन आयो। 62-63 मा देशभरि आन्दोलन भयो। त्यसपछि 63 मा अन्तरिम संविधान बन्यो। 72 मा संविधान बन्यो। खोइ म त त्यति बेला एसएलसी पढेर आएको, आज मास्टर्स डिग्री सकाएर एमफिल सकाएर पीएचडी गर्दैछु। चेन्ज ममा हुने हो, चेन्ज राष्ट्रमा हुँदैन कहिले। तपाईँ आफू परिवर्तन हुनु भने तपाईमा परिवर्तन हुन्छ। आजका यी अनुहारहरू 10 वर्षपछि डाक्टर बन्ने हो, प्रोफेसर बन्ने हो, लेक्चर बन्ने हो, मिडिया पर्सन बन्ने हो, पत्रकार बन्ने हो। देशको चिन्ता गरेर केही पनि हुँदैन। आफ्नो चिन्ता गर्नुस्, आफ्नो समृद्धि गर्नुस्। अबको देश के छ भन्ने सोच्ने होइन। म 10 वर्ष अगाडि यो थिएँ, 10 वर्ष पछाडि यो छु, त्यो कुरालाई एकदमै ध्यान दिउँ। अर्को हेरौँ, कृषि, आधुनिक कृषि व्यवसायमा लगानी, खाद्यान्न आयातमा कटान। तपाईले यो विषयमा बोल्नुपर्ने छ। खाद्यान्नमा कति आयात हुन्छ, नेपालीहरूले विदेशबाट कति खाद्यान्न ल्याउँछन्, अहिले आलु भुटानबाट कति आयो, तरकारीमा के भइरहेको छ, नेपालका खाद्यान्न किन उत्पादन भएनन्, नेपालीहरूले जङ्क फुड खाए कि, प्रोसेस फुड खाए कि, स्ट्रिट फुड खाए कि, फास्ट फुड खाए कि, हाम्रो खाद्य संस्कृतिमा, खाद्य सुरक्षामा, खाद्य सम्प्रभुतामा के विषयहरू छन्, यो विषयलाई एकदमै ध्यान दिएर हेर्नुहोस्। खाद्यान्न कटौती कसरी गर्ने? नेपालमा यस्तो कृषि गरौँ कि विदेशबाट एउटा पनि चामलको गडा ल्याउन नसक्ने कसरी बनाउने? बाटो बनाउने हो कि, खाद्यान्नको संरक्षण गर्ने हो कि, बिउ सुधार्ने हो कि, मल बिजन दिनुपर्ने हो कि, खाद्य भण्डार क्षेत्र बनाउनु पर्ने हो कि, चिस्यान क्षेत्र बनाउनु पर्ने हो कि, बजारीकरण गर्नुपर्ने हो कि, रोजगारी दिनुपर्ने हो कि, ट्र्याक्टर किनिदिनुपर्ने हो कि, राज्यले के गर्नु पर्यो? तपाईले एउटा एङ्गलबाट सोच्ने होइन र तयारी गर्दाखेरि, लेख्दाखेरि करिब 15-20 वटा शब्द लेख्नुहोस् र त्यो 15-20 वटा मुख्य शब्दलाई 3 वटा 4 वटा वाक्यमा कन्भर्ट गर्नुहोस् र आउँदाखेरि कन्फिडेन्टली बोल्न सक्ने हुनुहोस्। हामीलाई पनि गर्व होस् न, यो विद्यार्थी हाम्रो प्रोग्राममा आथ्यो, यसले यति एक्सलेन्ट पर्फर्मेन्स दियो। यो अहिले अस्ति झापामा एउटा केटाको हेर्नुभयो, अङ्ग्रेजी होइन, इन्डियामा न्युज आओस् न, तपाईलाई कन्फिडेन्ट हुनु पर्यो। युवा सङ्घ नेपालको यो कार्यक्रम, युथ फेडरेसन नेपालको कुबेरजीले आयोजना गरेको यो कार्यक्रममा मैले बोल्दा म अहिले एसियाको के भयो त एउटा भाइरल फिगर भयो। डु यु हेभ द्याट क्यापेबिलिटी अर नट? क्यान यु? खोइ बोल्या। तपाईँको अगाडि यहाँ आउँछ, यहाँ आयोजक आउँछ, नाम आउँछ, देशभरि जानुहुन्छ, मान्छेले चिन्नु न यार यसले चाहिँ बोल्यो है, यसले विषय प्रस्तुति गर्यो, यो मान्छे चाहिँ बौद्धिक हो। तपाईँले चान्स हो नि त, यो अपर्च्युनिटीहरू पुरस्कार सहितको, खानपिन सहितको, प्रशिक्षण सहितको। सामान्यतया बौद्धिक यो यस्तो प्रतियोगितामा कहीँ पनि प्रशिक्षण हुँदैन। अझ राम्रो कुरा त के, 150 जनालाई
छानिसकेपछि अडिसन राउन्ड भइसकेपछि तपाईँहरू 25 जना आउनुहुन्छ। 25 जनाको लागि मेन्टर हुन्छ। तपाईँले आफ्नो मेन्टरसँग फोन गर्ने, सम्पर्क गर्ने, विषयवस्तु सोध्ने, तयारी गर्ने अवसर हुन्छ। जस्तो म अन्तर्गत कोही विद्यार्थी पऱ्यो या कोही विशेषज्ञ कोही जज छ भने त्यसले मेन्टरिङ गर्न पाउँछ। किनकि नजानिकन प्रतिस्पर्धामा आउने होइन, सिकाएर पढाएर हुर्काएर तपाईँलाई यो प्रतिस्पर्धामा भाग ल्याउँदैछौँ, त्यसपछि उपहार दिँदैछौँ भने चाहिँ कार्यक्रम कति सकारात्मक छ। कुबेर सरले यस्तो कार्यक्रम कसरी सोच्नुभयो होला? सर लोकसेवा फिल्डमा हुनुहुन्छ, तपाईँलाई थाहा छ, एउटा नेसनल सेलिब्रिटी हो। सरको तपाईँहरूले कति पनि हेर्नु नै भएको छैन होला। एकचोटि अहिले गएर फेसबुकमा गएर हेर्नुहोस् कुबेर अधिकारी भनेर, तपाईँहरू जस्तै युवा हुनुहुन्थ्यो। उहाँ सकारात्मक सोच राख्नु, उहाँले नेगेटिभ कुरा गरेको लाइफमा थाहै छैन। नेगेटिभ कुरा गर्यो भने अहिले तपाईँहरू युट्युबतिर गएर हेर्नुहोस्, जसले नेगेटिभ कुरा गर्छ, गलत कुरा गर्छ, गलत व्यक्ति छ भने त्यसलाई छोडिदिइहाल्नुहोस्। जापानिज एकजना व्यक्तिले प्रमाणित गरेका छन् कि 2वटा पानीको ग्लासमा पानी राखेर 2टा गिलास मध्ये एउटा गिलासलाई गाली गर्नुहोस्, तँ फटा छस्, नराम्रो छस्, राम्रो होइनस् भन्नुहोस्, र अर्को पानीको गिलासलाई तिमी कति राम्रो छौ, कस्तो सकारात्मक छौ, म तिमीलाई माया गर्छु, तिमी मेरो साथी हौ, तिमी बिना म बाँच्दिनँ भन्नुहोस्। त्यो एउटा गिलासको पानी फोहोर हुन्छ, धमिलो हुन्छ, केही दिनमा किरा पर्छ, ब्याक्टेरिया जान्छ, अर्को पोजिटिभ हुन्छ। यस, द्याट इज वाट वी वान्ट फ्रम यु। यु हेभ टु डेभलप पोजिटिभ एटिट्युड, you have to develop positive thought. You never be coincide with the people who are negative with their attitude, thought, opinion, living standard, and all these things. And one more thing is that when someone is talking positive issue, never argue with that. कुनै व्यक्तिले सकारात्मक कुरा गर्यो भने गलत कुरा ल्याएर तर्क नगर्नुहोस्। इट इज द भेरी रङ ह्याबिट। संसारमा आजसम्म गलत कुरा गर्ने मान्छे हेर्नुहोस्, मैले टेलिभिजनमा जन्मेदेखि 42 सालदेखि देशको बारेमा गलत कुरा गर्ने एउटा मान्छे छ, आज करिब 33 वर्ष भयो, त्यो मान्छे त्यही छ। देशको बारेमा सकारात्मक कुरा गर्ने मान्छे हेर्नुहोस्, ही हेज बिकम अ मल्टी मिलियनियर। कहाँ छ त चेन्ज? गाउँमा गएर हेर्नुहोस्, जसले परिश्रम गर्दैन, श्रम गर्दैन, खत्तम हो खत्तम हो खत्तम हो भन्छ, त्यसको लाइफ जस्ताको तस्तै छ। अर्को मान्छेलाई हेर्नुहोस् कति चेन्ज छ। अब अर्को हेरौँ, 20 नम्बर, वृद्ध भत्ताको साथ बुढ्यौलीमा समाउने हात। नेपालमा यो चाहिँ टपिकल्ली नेपालको टपिक हो र यसलाई जोड्दाखेरि तपाईँहरू टिपिकल्ली यो सामाजिक सुरक्षासँग बुढाहरूलाई, वृद्धहरूलाई वृद्ध भत्ता नदिनु पर्ला पनि भन्लान् कसैले। वृद्ध भत्ताले के सुधार आयो? वृद्ध भत्ता भएपछि वृद्ध मानिसहरू सरकारप्रति कतिको सकारात्मक भए? राज्यको दायित्व होइन। 60 वर्षको उमेरसम्म, 70 वर्षको उमेरसम्म आलु रोपेर, धान रोपेर, बाटोमा हिँडेर देश जोगाइदिएर देशलाई माया गरेका ती बुढापाका बुवा आमाहरूलाई वृद्ध भत्ता राज्यले खान पुग्ने, चिया खान पुग्ने, भात खान पुग्ने, दाल खान पुग्ने पैसा दिँदा राज्यको एउटा तबका, एउटा समूह, एउटा बुद्धिजीवीले यो अनावश्यक हो भनिरहेको छ। तर हामी त्यो कुरा स्वीकार्दैनौँ। चाहे त्यो धनी होस्, गरिब होस्, ठिक छ, यसका केही सुधार गर्न सकिएला, त्यसमा केही गलत होला नि, तपाईँले एउटा पुष्टि गर्नुहोस् कि वृद्ध भत्ताले के सहयोग हो, यसका सकारात्मक पक्ष के हुन्, तपाईँको त्यसमा एउटा आफ्नो आर्गुमेन्ट सहित तपाईँ प्रेजेन्ट हुनुहोला। अर्को टपिक छ, सजिलो टपिक छ, 21 को जीवनोपयोगी सिपयुक्त र रोजगारीमूलक शिक्षा, स्वदेशमा रहनु युवा राष्ट्रको इच्छा। यो बारेमा धेरै कुरा गर्नुभयो, अघि राजा राजेन्द्रजीले पनि कुरा गर्नुभयो। जीवन उपयोगी सिपमूलक र रोजगारीमूलक शिक्षा फेसबुकमा हामी देख्छौँ कि मलाई एउटा जागिर खोजिदिनु न भन्छ। ल्यापटप चलाउन आउँछ, आउँदैन। टाइप आउँछ, आउँदैन। साइकल बनाउन आउँछ, आउँदैन। भात पकाउन आउँछ, आउँदैन। तरकारी काट्न आउँछ, आउँदैन। कपाल काट्न आउँछ, आउँदैन। के आउँछ? मसँग ब्याचलर पढाएको छु, अङ्ग्रेजी बोल्न आउँछ, आउँदैन। लेख्न आउँछ, आउँदैन। जागिर कहाँ दिने? फल्छ जागिर? विश्वको कुनै पनि देशमा पढेको मान्छेलाई जागिर कसरी दिने भन्ने काहीँ नियम छ? सरकारले विश्वमा कहीँ पनि जागिर दिँदैन। अन्टिल एन्ड अनलेस यु आर क्यापेबल योरसेल्फ, यु गेट नथिङ बाई अदर्स। यु हेभ टु विन योरसेल्फ, यु हेभ टु हेभ समथिङ योरसेल्फ, यु हेभ टु क्रिएट समथिङ इन यु, यु हेभ टु डेभलप समथिङ। नेपालको एउटा युवाले सफ्टवेयर डेभलप गरिदियो अरे फेसबुकको, त्यसलाई कसैले पढाएको हो? प्रधानमन्त्रीले त सफ्टवेयर बना, अरूलाई म भन्दिनँ भने हो? तपाईँको क्लासमा 60 आयो, तपाईँको साथीको 80% आयो, प्रधानमन्त्रीले 80% आउनलाई म्यासेज गरेको थियो हिजो राति, तपाईँको चाहिँ किन 60 आयो? हरेक कुरामा हामीले के गर्यौँ त भन्दा गाली गर्ने संस्कृति यति बढाइदियौँ कि त्यसले यो कन्सेप्टमा तपाईँहरू जीवन उपयोगी सिपयुक्त र रोजगारीमूलक, रोजगारीका सिपहरू के हुन्, क्षेत्र के हुन्, सबै खोज्नुहोस् र त्यसमा युवाहरू किन राष्ट्रमा रहने। केही युवाहरू फेरि एउटा कुरा के बुझ्नुपर्छ भने जापानको पनि हामीले हेरेका छौँ, अमेरिका हेरेका छौँ, नेपालमा बस्दाखेरि चाहिँ मैले हिजो क्लास पढाएँ कि मेरो आफ्नै भाइ जापानमा छ, एउटा बन्दाको 600 रुपियाँ पर्दो रहेछ। जापानले परिभाषा गरिदियो उसको देश धनी। हाम्रो देशको बारीमा बन्दा कुहिएर गएको छ, हामी गरिब।
हाम्रो एकजना बुवाको कमाइले 4 जनालाई खान पुग्छ, हामी गरिब। हामीलाई 1 बोरा चामलले खान पुग्छ, हामी चाहिँ गरिब। उनीहरूको परिभाषा कस्तो त हामी गरिब अरे आई डोन्ट ट्रस्ट इट। बारीमा 100 थरी तरकारी फलाएको छ, जति बेला नि खान पुग्छ। एकजना कमाइ 3 जना खाइरहेछन्। हाम्रा उत्पादनहरू व्यापक छन्, जे गर्दा पनि फल्ने। विश्वका 42 वटा तरकारीमा 42 वटै नेपालमा फल्छ, सबै फलफुल यही फल्छ भने चाहिँ उनीहरूको परिभाषालाई तपाईँहरू चिर्दिनु होला। आफू मात्रै होइन, अरूलाई पनि यो स्प्रेड गरौँ। अर्को छ यो औद्योगिक व्यवसायीकरण र समृद्धि, वैदेशिक पलायनमा कटौती। एउटा कुरा हामीले गम्भीर रूपमा सोच्नुपर्छ, 30,000 रुपियाँ पनि कमाउन नसक्ने अवस्था छ नेपालमा। दुधको 1 लिटरको 120 रुपियाँ छ। गाई पाल्दा इज्जत गएन। एक दिन दुध बिकेन, बाटोमा ल्याएर फाल्न आयो। दही बनाएर, मही बनाएर, घिउ बनाएर बेच्छु भन्ने कोही सोच्छ? नेपालकोमा यति धेरै खसी छैन। खसी कुखुरा किन युवाले नगर्ने? चितवनमा बढ्दैछ। हामीले त नियम के बनायौँ भने 20,000 रुपियाँ भयो भने विदेश जानुपर्छ, एउटा समुद्रमा गएर फोटो खिच्नुपर्छ, एउटा गाडी चढेको फोटो हामीसँग हुनुपर्छ, त्यो नै सफल हो भन्ने बनाएका हौँ कि न त चाहिएको के हो? त्यसैले यो एङ्गलबाट पनि हेरौँ। औद्योगिक व्यवसायीकरण र समृद्धि, वैदेशिक पलायनमा कटौती हो, यो विषयमा तपाईँहरू एकदमै तयारी गराउनु होला। अर्को छ सामाजिक सुरक्षा कोष। यो चाहिँ अलिकति टफ कोर्स छ। यो टपिक पढ्ने व्यक्तिले अलिक बढी रिसर्च गर्नुपर्छ। सामाजिक सुरक्षा फन्ड, सोसल सेक्युरिटी फन्ड भन्ने गुगलमा जाने, त्यहाँ एउटा तपाईँले सूचना पाउनुहुन्छ। उनीहरूको वेबसाइटमा सबै कुरा राखिएको छ। सामाजिक सुरक्षा कोष भनेको सरकारी जागिर खाने, प्राइभेट जागिर खाने सबै व्यक्तिलाई राष्ट्रले अहिले पेन्सन दिन्छ। सामाजिक सुरक्षा कोषमा एकपटक तपाईँले नाम दर्ता गरेपछि सर्टेन महिनावारी पैसा तपाईँ आफै हाल्दै जानुहुन्छ र त्यो पैसा तपाईँले हाले बापत तपाईँलाई दुर्घटना बिमा, उपदानहरू, तपाईँको 60 इयर्सपछि पेन्सन पाउने कुराहरू सबै पाइन्छ। म अहिले महिनावारी 5 रुपियाँ 5,000 रुपियाँ मैले यो सामाजिक सुरक्षा कोषमा पहिलोपटक कुनै संस्थाको नामबाट तपाईँ रजिस्टर गर्नुहोस्, त्यसपछि तपाईँलाई राज्यले दिने सबै सुविधाहरू दिन्छ। यो कुरा धेरै मान्छेलाई थाहै छैन। अघि यहाँ पनि भन्नुभयो, यहाँको वेटर्सहरूलाई पनि थाहा छैन भन्ने कुरा। सामाजिक सुरक्षा कोष भन्ने एकचोटि गएर तपाईँहरू हेर्नुहोस्। सामाजिक सुरक्षा कोषको इन्टरभ्यू सुन्नुहोस्। तपाईँलाई तयारी गर्ने टाइम छ। सोसल सेक्युरिटी फन्डका केही इन्टरभ्यूहरू होलान्, त्यो पनि सुन्नुहोस्। त्यहाँबाट तपाईँहरूलाई मेटेरियलहरू पाउनुहुन्छ। अर्को रह्यो 24, सडक सञ्जालमा सुरुङ मार्गको प्रयोग। नेपालमा पहिलोपटक, नेपाल यस्तो देश हो जहाँ पानी जम्दाखेरि प्रधानमन्त्रीको रेल भनेर जिस्काइन्छ। कसैले नयाँ कुरो गर्यो भने त्यो मान्छेलाई गाली गर्ने विश्वमा सबैभन्दा फर्स्ट च्याम्पियन देश नेपाल। हिजो पाइथागोरसलाई त्यही भनेर जिस्काउँथे, न्युटनले स्याउ खसेर ग्राभिटीको कुरा गर्दा जिस्काउँथे। हिजो कसैले नेपालमा रेल ल्याउँछु भन्दाखेरि जोक हान्ने हो। आज नेपालमा तपाईँलाई अचम्म लाग्छ होला, सबैभन्दा चाँडो सुरुङ खनेर विश्वमा रेकर्ड नेपालले राखेको छ। सुनकोशी मरिन डाइभर्सनको त्यो सुरुङ हामीले सबैभन्दा छोटो समयमा खनेका छौँ नेपालबाट। सिद्ध बाबामा सुरुङ खनिएको छ। अहिले काठमाडौँ नागढुङ्गामा सुरुङ खनिएको छ। त्यसै गरी फास्ट ट्र्याकमा 4 वटा सुरुङ खनिएको छ। त्यसैले सडक सञ्जालमा सुरुङ मार्गको प्रयोग पहिलोपटक नेपालमा पहिल्यै एउटा ऐतिहासिक सुरुङ छ। त्यसलाई तपाईँहरूले उल्लेख गर्नुहोस्। चन्द्र शमशेरको पालामा एउटा बन्या छ। त्यसपछि दोस्रोचोटि प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा जब विद्या भण्डारी जापान जानुभएको थियो, त्यो एकदमै कोइन्सिडेन्ट, म्याचिङ कोइन्सिडेन्ट के थियो भने विद्या भण्डारी जापान हुनुहुन्थ्यो। जापान सरकारको 16 अर्ब ऋण सहयोगमा विद्या भण्डारी जापानमा रहिरहेको बेलामा केपी शर्मा ओलीले नागढुङ्गाको सुरुङ मार्गको उद्घाटन गर्नुभयो। त्यति बेला जनताहरूलाई जोक लागिरहेको थियो, यो बन्दैन भन्ने कुरा आज कम्प्लिट भएको छ। त्यसैले यो कुराहरू कसरी हुन्छ, यो सुरुङ मार्गले कसरी समृद्धि ल्याउँछ, कसरी छिटो विकास हुन्छ, यो कुराहरूलाई तपाईँहरूले पुष्टि गर्नुपर्ने छ। सडक सञ्जालमा सुरुङ मार्गको प्रयोग, विकास र समृद्धिको उपयोग, यो टपिक एकदमै सान्दर्भिक छ। नेपालमा चाइनाले अर्को एउटा यो टोखा 6 अरेबाट एउटा अर्को सुरुङ मार्गको प्रस्ताव गरेको छ। नेपाल सरकारले काभ्रेपलाञ्चोक जिल्लाको साँगानेरी अर्को सुरुङ मार्गको प्रस्ताव गरेको छ। सिद्धबाबामा सुरुङका कुराहरू आएका छन्, फास्ट ट्र्याकमा सुरुङका कुराहरू आएका छन् र अब देश के भयो त सुरुङ युगमा प्रवेश गरिरहेको छ। यो सुरुङ किन चाहिन्छ? यातायात छिटो भयो भने के हुन्छ? तेल भाडा बच्छ। अघि राजा राजेन्द्रले एउटा कुरा भन्दै हुनुहुन्थ्यो, फास्ट ट्र्याक बनिसकेपछि तपाईँलाई म डाटा भनौँ, नेपाल सरकारको वर्षको 25 अर्ब रुपियाँ बचत हुन्छ। 300 किलोमिटर बाइकमा ड्राइभ गर्दाखेरि तेल हामीले झन्डै 7 लिटर खर्च गर्छौँ। अब 1 लिटर तेलमा हामी 2 लिटर तेलमा 12 पुग्छौँ। एउटा गाडीलाई कति बचत होला? 15 अर्ब रुपियाँको तेल भाडा बचत र 10 अर्ब रुपियाँको दुर्घटना बचत हुन्छ।
गाडीहरू दुर्घटनामा हुँदा, मुगलिनमा दुर्घटना हुँदा यति धेरै मान्छे मर्ने अवस्था छ, त्यो क्यान्सल हुँदैछ। त्यसलाई पनि तपाईँहरू हेर्नु, सडक सञ्जालको कुराहरू। र अर्को रह्यो 25औं टपिक, 21औं शताब्दीको उपलब्धि सूचना र प्रविधि। सूचना र प्रविधिले गर्दा के परिवर्तन आयो, तपाईँहरू मभन्दा च्याम्पियन हुनुहुन्छ। मेरो पालामा त म एसएलसीमा फेसबुकै थिएन, ब्याचलरमा नि थिएन। अहिले तपाईँहरू आइपिएल हेर्नेदेखि लिएर 5Gदेखि लिएर सफ्टवेयर बनाउनेदेखि लिएर यहाँ कतिपयजना त आइसिटी पढ्दै पनि हुनुहुन्छ होला, कतिपयजना इन्जिनियर बन्ने सोचमा हुनुहुन्छ। यु आर द क्यापेबल पिपल, होइन? तपाईँहरू एकदमै क्यापेबल पिपल हुनुहुन्छ। र सूचना प्रविधि, अब यो 25वटा विषयहरूमा मैले सठिक रूपमा भने। अब तपाईँहरूमा कन्फिडेन्ट के हुनु पर्यो भन्दाखेरि विषयवस्तुको तयारीसहित अब लकी ड्र हुन्छ। तपाईँहरूलाई 25वटै टपिकमा तपाईँहरूले के गर्नुपर्ने छ, त्यहाँ छानिने छ। सर मलाई गाह्रो टपिक पर्यो, सर त्यसको लागि अब छोडिदिउँ, त्यो गाह्रो टपिक पर्यो सजिलो भन्ने छैन। म तपाईँहरूसँग उपलब्ध छु। कसैलाई गाह्रो टपिक पर्यो भने म नम्बर अहिले प्रोभाइड गरिदिउँला, मसँग सहयोग लिने। इन्टरनेट पढ्ने, गुगलहरू पढ्ने, पत्रिकाहरू छन्। टपिक हान्ने बित्तिकै आजभन्दा अगाडि पत्रिकामा त्यो टपिक कसरी छापिएको छ, त्यो सबै विषयहरू तपाईँहरूलाई आउँछ। तथ्याङ्कसहित आउनुहोस्, ज्ञानसहित आउनुहोस्, प्रस्तुतिसहित आउनुहोस्। तपाईँहरू सबैजनालाई मैले के भन्छु भने जित्ने गरी आउनुपर्छ। अर्को कुरा, अब मैले ड्रेसअपको कुरा गरेँ होइन? सबैजनाले बुझ्नुभयो, मान्नुहुन्छ? या सर भन्नुहोस्। क्लोथ लगाउने कुरामा एकदमै आफूलाई फिट हुने कपडा, सुहाउँदो कपडा, सबै खालको डिसेन्ट खालका कपडा, जुत्ताहरू पनि है एकदमै म्याचिङ गर्ने आउने। त्यहाँ ग्रुप फोटोहरू हुन्छन्, ग्रुप सेसनहरू हुन्छन्, नेसनल सेलिब्रिटीहरू थुप्रै मान्छेहरू आउनुहुन्छ। यो युथ फेडरेसनले गरेको प्रोग्राममा कस्तो व्यक्ति ल्याउनु भएछ, हेर्दाखेरि नै हामीलाई असहज नहोस्, राम्रो देखियोस्, सभ्य देखियोस्, सौम्य वातावरण होस्। तपाईँहरू एकदमै संस्कारसहित आउनु होला, किनकि हामीले धेरै कुरा सिक्नु छ। एटलिस्ट पोजिटिभ म्यासेज स्प्रेड गर्नु छ। कार्यक्रमलाई एकदमै भव्य बनाउनु पर्ने छ। केही व्यक्तिहरूलाई सुन्नु सरको, अब म अलिकति यसमा एउटा दुईवटा नियम थपेँ। अहिले हामीले टोटल व्यक्तिहरूलाई टपिक आजै डिभिजन हुन्छ। तपाईँहरू आफ्नो टपिकमा तयारी गर्ने। 25 गते हाम्रो फर्स्ट अडिसन राउन्ड हुन्छ। अडिसन राउन्डबाट हामीले 25जना सेलेक्ट गर्नेछौँ। 25 जनाको लागि फेरि अर्को टपिक डिस्ट्रिब्युट हुनेछ। र जब यदि कोही व्यक्तिहरूको बोली चाहिँ कण्ठ गरे जस्तो देखियो, अलिक पढेर आए जस्तो देखियो, प्राकृतिक प्रस्तुति देखिएन भने 1, 2 र 3 फर्स्ट, सेकेन्ड र थर्ड छुट्याउँदा चाहिँ हामी एउटा इमिडिएट टपिक पनि दिनेछौँ। मिस नेपालहरूको ब्युटी प्याजेन्टमा जाँदा त्यहाँ कुनै पनि क्वेसन यसरी भनिएको हुँदैन, अन द स्पट दे हेभ टु प्रिपेयर। र एउटा अन्तिम सेसन चाहिँ हामी आयोजकहरूले के गर्न सक्छौँ त, क्वालिफाइड मध्ये पनि बेस्ट क्वालिफाइड छान्नु पर्यो। एउटा चाहिँ इमिडिएट टपिक दिएर 2 मिनट बोल्न लगाइहाल्छ। त्यसैले यो 3टा राउन्डमा यसरी आउँछ। एकदमै यो फेयर कम्पिटिसन हो, एकदमै च्यालेन्जिङ छ। तर यो प्रोग्रामले हामी चाहन्छौँ तपाईँको फ्युचर सेट गरोस्। यो प्रोग्रामको कारणले तपाईँ एउटा नेसनल हिरो बन्नुहोस्, तपाईँलाई राम्रो होस् भन्ने मैले शुभकामना दिन चाहेँ। अरू केही कुरा कुबेर सर अझै थप्नुपर्ने केही छ? ल उभिने बेला ल। अब अरू कुराहरूमा भाषाको बारेमा कसैलाई इङ्ग्लिसबाट बोल्छु, नेपालीबाट बोल्छु, केही छ? इङ्ग्लिसबाट बोल्नेले अलिक मेहनत गर्नु होला है, अलिक फ्लुएन्सी, ग्रामेटिकल करेक्टनेस, किनकि इङ्ग्लिसको चाहिँ सिधै प्रोफेसरहरू आउँदै हुनुहुन्छ। इङ्ग्लिसबाट कोही छ बोल्ने? इङ्ग्लिसबाट कोही छैन, ठिक छ। नेपालीबाटै कम्फर्ट फिल होला। एक एकजना आउनुहोस् त। तपाईँले त्यहाँ लकी ड्रमा आफ्नो नाम एउटा कुपन झिक्नुहोस्। एक एकजना प्लिज एकछिन बस्नु, म भन्दै गर्छु, उहाँहरूले गर्नुहुन्छ। तपाईँको टपिक कुन पर्छ र त्यहाँ तपाईँले टपिक नम्बर हेरेर आज बेलुकादेखि नै तयारी गर्न सुरु गरिहाल्नु। अडिसन राउन्ड पनि 5 मिनट्स नै हुन्छ। अडिसन राउन्ड अर्को ठाउँमा हुन्छ, इन्द्रणीमा हुनेछ, बानेश्वर चोक। माइक यस्तै तपाईँलाई यस्तोमा उभिन, यो उभिएर भन्नुपर्छ, हातमा ह्यान्ड माइक है, स्ट्यान्डमा भन्दा यस्तो स्टेजमा होइन, ह्यान्ड माइक। ल अब सबैलाई गुड लक। अब मैले यति गर्दै म यहाँबाट छुटेँ। सरले थप प्रष्टीकरण गरिदिनुहुन्छ। सबैजनालाई गुड लक। त्यही हामी 25 गते भेट्नेछौँ। त्यसपछि 27 गते भेट्छौँ र 27 गते करिब 3 बजेतिर तपाईँहरूको यो मुटुको ढुकढुकीको रिजल्ट आइसक्छ। ल थ्याङ्क यू। ल अब के छ साथीहरू, अब के छ ल भन्नुहोस्, अब सोध्नुहोस् विषयवस्तु टक्कै।
इन्द्रेणीमा हामी 11 बजे सुरु गरिसक्छौँ। तपाईँहरू 10 साढे 10मा पुगिसक्नु होला। हजुर 25 गते 11 बजी त सुरु गर्छ नि, 10 बजीतिर तयारी गर्ने। त्यो दिन चाहिँ खानासाना टन्नै खाएर आउनु है। होइन यस्तो हुन्छ, 3टा हल हुन्छ, हामी धेरै बेर कुर्नु पर्दैन। 3 ठाउँमै 3-3जना जज हुनुहुन्छ। 5 मिनट अडिसन राउन्डमा 5 मिनट यस्तो गर्ने, त्यसबाट हामी 25 निकाल्ने। अनि 25 त्यही दिन थाहा भइहाल्छ, बेलुकै आइहाल्छ। अनि 25लाई चाहिँ हामी यसरी लकी ड्र गर्दा मान्छे त्यहाँ गइसक्नु भएको हुन्छ। 25लाई चाहिँ हामी लाइभ गरेर ऱ्यान्डमली प्रत्येक एकजनाको नाममा एउटा एकजनाले तानिदिने होइन, तानिदिएर लाइभ गरेर तपाईँको नाममा यो पऱ्यो भनेर हामी म्यासेज गरिदिन्छौँ, फोन गरिदिन्छौँ। 25 गते नै 25 निकाल्ने, 26 गतेलाई होल्ड गरिदिने। अनि 26 गते अझ केही विषयवस्तुहरू तपाईँहरूलाई बुझ्न कुनै टपिक्स पऱ्यो र त्यो टपिक्स गाह्रो भयो भने हामीले 2-4वटा युनिभर्सिटीको प्रोफेसरहरूलाई त्यो सहयोगको लागि यो टपिक चाहिँ यो सरसँग कन्सल्ट गर्न पाउने, केही सोध्न पाउने, जो चाहिँ जुरी मेम्बर बस्न पाउनुहुन्न तर तपाईँहरूलाई व्यक्तिगत रूपमा सहयोग गरिदिन सक्नुहुन्छ, त्यो व्यवस्था गर्दैछु। मैले बुझिनँ के भन्नु। तत्काल हामी टपिक्स कुनै पनि दिँदैनौँ, यही 25वटा हो। फाइनलमा पनि 25जना छान्नेकोलाई फेरि यही 25वटा मात्रै एउटा टपिक्स पर्छ कि, नयाँ टपिक्स आउँदैन। अन द स्पोट केही पनि हुँदैन। जस्तै 25 गते हाम्रो, अब तपाईँ सर बुझ्नु न, 25 गते हामीले टप 25 छनौट हुन्छ बेलुका होइन। त्यो टप 25 अब तपाईँहरू त घर गइसकेको हुन्छ अडिसन दिएर। हामी लाइभमा चाहिँ यस्तो अहिले जस्तै यस्तै गोला बनाएर 25वटा टपिक्स राख्छ। मानौँ अब सीता कुमारी थापा छनौट हुनुभयो फर इक्जाम्पल भने, कोही एकजना पात्र चाहिँ हामी त्यहाँ अननोन कोही बच्चा एकजना राख्न पनि सकिन्छ नि, तान्ने उसले तानिदिन्छ गोला प्रथामा। सीता कुमारीको नाममा कति नम्बर पऱ्यो 7 भने चाहिँ यही टपिक्सको 7 नम्बर तयारी गरेर आउने फाइनल, नयाँ टपिक्स आउँदैन। 2टा 25 गते हाम्रो अडिसन हो, त्यसपछि 27 गते फाइनल। अरू केही छ बुझ्न कार्यक्रमको? कविताको यस्तो हुन्छ, कविताको आज हामीले जजहरूलाई त्यो हामीसँग अनलाइनमा आएको सबै प्रिन्ट बुझाउँछौँ। करिब अहिले त्यहाँ साथीहरूले त्यो गर्दै हुनुहुन्छ, बुझाउँदै हुनुहुन्छ। त्यो बुझाएपछि त्यहाँबाट हामी 25-35 जना छनौट हुन्छ। अनि उहाँहरूलाई हामी काठमाडौँ बोलाउने, कविता र गजल 2टालाई बोलाउँछौँ। 27 गते वक्तित्वको फाइनल, निबन्धको फाइनल त टुङ्गी नै हाल्छ, पुरस्कार लिन मात्र बोलाउने हो। अनि कविता र गजल चाहिँ हामी त्यसलाई अब नेसनल मिडियामा आएर वाचन गर्ने, त्यसलाई एकदम लाइभ टेलिकास्ट गर्ने योजना बनाइरहेको छौँ। जस्तै त्यो पर्याको बाहिर डबली छ नि राउन्ड साइज भनेको, अलिकति अर्ग्यानिक देखियोस् न। यो हलतिर गर्दाखेरि यो फेन्सी धेरै हुन्छ होइन, त्यसलाई चाहिँ त्यहाँ कसरी डेकोरेसन गर्ने त्यो तयारी भइरहेको छ। त्यो भने 28 गते हामी मजाले 25वटा कविता वाचन गर्ने, 25वटा गजल वाचन गर्ने र लास्टमा पैसा लिएर हिँड्ने होइन। के यसको वक्तित्वको कविताको अब त के पठाउँछु, सिद्धिएन न, पठाइसक्नु भएको छ। पठाएको भए त प्रिन्ट भइसक्यो होला, सब प्रिन्ट भइसक्यो। अरू थप इन्द्रेणी कम्प्लेक्स बानेश्वर, इन्द्रेणी कम्प्लेक्स छ नि, एभरेस्ट हस्पिटलभन्दा अलिक तलतिर, अल्फाबिटाभन्दा अलिक मासतिर। तपाईँ 10 खानसाना खाएर आउनु, 10 सवा 10सम्म पुगिसक्नु न, जो 10:30सम्म इन्ट्री गरिसक्नु। आधी घन्टा त्यहाँ हामी 3टा हलमा यताउता कता जाने सजिलो हुन्छ। 11 बजे अडिसन सुरु गऱ्यो भने 1, 2, 3 बजीसम्म सकाइहाल्ने। भन्नु